गाइज गुड मर्निङ सबैजनालाई सलाम वालेकुम। हामी चाहिँ दुबईबाट खाडीबाट हो होइन। अब आज चाहिँ मेरो दोस्रो भ्लग हो। खै मलाई त कसरी चढे भ्लग बनाउने। अब हामी चाहिँ आज मेरो सन्डे, आज मेरो छुट्टी हो र हाम्रो सरको चाहिँ नाइट ड्युटी हो। आज हिजो उसको नाइट ड्युटी छुट्टी थियो र भरे ड्युटी जान्छ होला सायद। हामी चाहिँ अहिले अब मार्केटतिर हल्का चिया खानलाई जाँदैछु। होइन साथी, चिया खान पर्छ होइन। घर कहाँ हो तिम्रो? कहिले काहीँ चिया मेरो त अब नेपाल हो खासमा। नेपाल अब पुरै भन्दा नि फरक पर्दैन। हाम्रो यस्तो छ है, हो पश्चिमेली छिटो है छैन है कमको होइन। त्यस्तै छ। अरू के भन्नु र, अब ब्लगमा यसो लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्ने आशा व्यक्त गरेको गर्दछौँ भनौँ न होइन। अरू चाहिँ ठिकै छ खासमा। अब अर्को अपडेट आउँछ बेलुकातिर, यसो हेर्दै गर्नु होला। आउँछ यस्तो अब मजाको राम्रो यसो रमाइलो रोमान्टिक यस्तो जोकिङ भिडियोहरू आउने गर्छन्। दुबईको थोडा अपडेट हुने यही नै भन्न चाहन्छु। हाम्रो चाहिँ क्याम्प वरिपरि यस्तोहरू छ। बिहान मर्निङको भ्यू। अहिले बिहानको 5:30 बजिरहेको छ। हामी चाहिँ फेरि आज छुट्टीको दिनमा फेरि निन्द्रा पनि नलाग्ने क्या। अनि ड्युटीको दिनमा चाहिँ ड्युटी जानै गाह्रो हुन्छ। बिहान आँखै खुल्दैन र छुट्टीको दिनमा चाहिँ फेरि चाँडै आँखा खुल्दिन्छ क्या। अनि त्यही भएर हाम्रो चाहिँ स्विमिङ पुलहरू पनि छ क्या। स्विमिङ पुलहरू जति छ हामी चाहिँ टाइममा खेल्न आउँछौँ। स्विमिङ पुल खासै स्विमिङ पुल बनाएको चाहिँ खेलेको चाहिँ हामी भिडियो बनाउँदैनौँ। र अर्को कुरा चाहिँ के हो भने हाम्रो चाहिँ यहाँ एउटा पार्क पनि छ क्या। सानो एउटा भनौँ न, गर्मी मौसमको तातो हावा खाएर बेलुका नाइटको भ्यू हेरेर बस्ने छ क्या। हाम्रो यता छ सबै होइन। दिनभरि जति काम गरेर थाके पनि बेलुका चाहिँ हामी यहीँ आएर यस्तो डुबो छ क्या यहाँ। अनि डुबोहरू छ। अनि डुबोहरूमा आएर हामी चाहिँ बस्छौँ क्या। अब के गर्ने, थकान त मेट्नु पऱ्यो होइन। अब ड्रिङ्कसिङ गर्ने भयो पो, ड्रिङ्कसिङ पाइरहने भयो। अब हामीले ड्रिङ्क गरेर थकान मेटाउनु हो कि होइन। हाम्रो चाहिँ बिहान मर्निङको भ्यू हो यो। सबजनाले हेरेर माया गरिदिनु होला है। हाम्रो चाहिँ यस्तो छ कि यस्तै हो जिन्दगी। अब के गर्नु, सबजनालाई गुड मर्निङ। ओके साथीहरू, अब हामी चाहिँ फाइनली मार्केट पनि पुग्न लाग्यो। हाम्रो चाहिँ मार्केट यता छ र आखालीपट्टि हो। हामी चाहिँ यहाँ जाँदैछौँ। अब मार्केट पुग्न लाग्यो। अब के गर्नु खै होइन। अब चिया त खानु पऱ्यो बिहान त। अनि बिहान चिया खाएन भने त फेरि हुँदैन। हाम्रो अब बिहान चिया खानु पऱ्यो नि। हाम्रो एउटा स्पेसल मान्छे पनि अहिले ड्युटीमा हुनुहुन्छ यहाँ, हाम्रो सेक्युरिटी दाइ। उहाँ पनि हुनुहुँदो रहेछ। अब चिया खाने छोटो मिठो यस्तै हो अब होइन। हाम्रो बिहानको भ्यू चाहिँ यस्तो छ क्याम्पमा। फाइनली भ्यूहरू चाहिँ जस्तो भने राम्रै हुन्छ, राम्रै छ भनौँ न। अब बिहान भ्याएको फाइनली चाहिँ मार्केटमा आइपुग्नु लाग्यो। चिया खाने हो काका लगाएर। अनि आज त छुट्टी, एकतिर सन्डे पनि हो र छुट्टी पनि हो। हामी चाहिँ अब गएर ट्याक्का चिया खाएर गएर रुममा गएर बसिदिन्छौँ। अनि चिया खाएर बस्दिने। हामी त अब चट्ट लगाएर यस्तो छ क्या। हामी चाहिँ मार्केट गयो। फाइनली हाम्रो चाहिँ मार्केट यहाँ छ ब्याक साइडमा। हाम्रो साथीहरू पनि छ। बिहानको रातो काम।